सो हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ हाम्रो मिनी भ्लगमा। आज चाहिँ यो फुलहरू हेर्नु न कति राम्रो देखिरहेछ। आजको मिनी भ्लग चाहिँ हाम्रो छतबाट सुरु हुन्छ। छतमा चाहिँ लटरम्म बोडी फलिरहेको थियो अनि मलाई कस्तो भिडियो बनाउनु मन लाग्यो क्या, बिना बिसादे यति मजाले फलिरहन्छ है। अनि यो अर्ग्यानिक खानेकुराहरू देखेपछि अनि यो बोट बिरुवा देखेपछि चाहिँ म एकदम इमोसनल हुन्छु क्या। मलाई चाहिँ किन यो बोट बिरुवाहरूप्रति यति धेरै माया लाग्छ होला है, यो कुरा चाहिँ मैले बुझ्नै सकिरहेको छैन क्या। अब मलाई फुलहरू देख्ने बित्तिकै चाहिँ होइन, उनीहरूको आफ्नै मुस्कान हुन्छ। अनि त्यसपछि कसैले अब त्यो फुल दियो भने पनि होइन, अब बिना शब्द चाहिँ अब त्यो फुलले मन जितिदिन्छ क्या साथीहरू। अनि अब होइन केही कुराहरू अब कसैलाई सरी भन्नु छ, कसैलाई माया व्यक्त गर्नु छ भने त्यही फुलले गरिदिन्छ क्या है। अनि फुलले कस्तो अब आफ्नै कथा बोके हुन्छ क्या। अब सोच्नु न, उनीहरूलाई होइन अब जस्तै देउतालाई चढाउन फुल नै चाहिन्छ। कोही मान्छेको मृत्यु भयो, अब त्यो अन्तिम संस्कार गरेर त्यो फुलहरू चढाउँछन् नि है, त्यसमा नि फुलै चाहिन्छ। अनि कसैलाई मायाको भावना व्यक्त गर्नु पर्यो भने नि फुलै चाहिन्छ। मलाई चाहिँ आज कस्तो एकदम इमोसनल भइरहेको छु क्या। अब होइन के भन्नु क्या, मलाई केही भन्नै आएन। यो चाहिँ हाम्रो काँक्रो होइन, अब काँक्रोबाट जानु पर्यो। यो चाहिँ हाम्रो सुन्तला हो अनि सुन्तला फलिरहेछ। अब यो कागतीको फुल हेर्नु न, तपाईँहरू आफै हेर्नु न, कति राम्रो छ क्या, कति क्युट छ, इत्रु फलिरहेछ अनि फुलिरहेछ त्यसरी नै है। कागती चाहिँ अस्ति न हामीसँग रिसाएको थियो क्या, हामीले माया गरेन भनेर होला है, फलेकै थिएन क्या साथीहरू, फुलेकै थिएन क्या। अनि अहिले चाहिँ मस्त लटरम्म फुलिरहेछ, फलिरहेछ होइन। यसलाई त माया चाहिन्छ, यसले त हामीलाई घुर्काउँछ भनेदेखि हामी त मानिस हो नि त होइन, हामी त जसलाई नि घुर्काउँछौँ नि त। यदि म मरि पनि होइन, मेरो माया चाहिँ कहिले पनि मर्दैन क्या। यो सम्झना सधैँ बाँचिरहन्छ क्या। समय बिते पनि मनको कुनामा तिम्रो नामले धड्कन चलिरहन्छ। फुल ओइलाए पनि सुगन्ध बाँच्छ, टाढा भए पनि भावना बाँच्छ। शरीर टाढिएर के फरक पर्छ र, साँचो माया त मनभित्रै बाँच्छ नि होइन। यो चाहिँ मैले यसो भनिदिएको है साथीहरू। अनि यहाँ हेर्नु न, म त कस्तो राम्रो भिडियो बनाउनु थालिसकेँ कि, यत्रो थियो है यो धनियाँको बोट है, त्यही पनि मैले चाहिँ यसो भिडियो बनाउँछु भनेर बनाएको, कस्तो राम्रो भएको कि मलाई त एकदम मन परेको। अब धनियाँलाई नै हेर्नु न कस्तो मजाले फलेछ। यो चाहिँ हाम्रो घरको भिन्डी हो है। म चाहिँ हाम्रो घरको माथि छतको बारी देखाउँदै होइन, के मिठो कुरा गर्छु भन्दै के बोल्छु म आफैलाई नै थाहा हुँदैन क्या। तर साँच्चै भन्नुपर्दा मलाई चाहिँ बोट बिरुवा देख्दाखेरि चाहिँ एउटा छुट्टै आशा उम्रिएर आउँछ क्या। अनि अब त्यो फुलेको हुन्छ नि, त्यो तरकारीहरूमा फुलेको फुलसँग नै मन रमाउँछ क्या। अनि झन् यो हरियाली देख्दाखेरि त होइन, म अझै यिनीहरूसँग कति धेरै गहिरो प्रेममा पर्छु क्या। अनि यिनीहरू फलेको हुन्छ नि त होइन, त्यो फलेको चट्ट ल्याएर काटेर सरक्क खाँदाखेरि त ओहो, म त छुट्टै दुनियाँमा पुगे जस्तो लाग्छ। यो लोकल टमाटरको अचार तपाईँहरूले खानु भएको छ? मैले चाहिँ बनाएर खाएँ कि, यति मिठो भएको थियो है, पुरै छोडिदिउँ के। अनि काँक्रो झन् नुन खोर्सानीसँग खाँदा त ओहो, कर्कल्लो देख्ने बित्तिकै चाहिँ मलाई व्रतको याद आउँछ क्या। हामी चाहिँ साउनको व्रतमा चाहिँ कर्कल्लो धेरै खान्छौँ क्या, एकदम मिठो हुन्छ। यो चाहिँ भिन्डीको बोट हो। भिन्डीको बोट देखाएर कर्कल्लोको कुरा गर्न तपाईँलाई लाज लाग्दैन भन्नुहुन्छ भने चाहिँ लाग्दैन, किनकि कर्कल्लो धेरै थिएन अनि मैले त्यही भएर चुस्स देखाएको थिएँ। ओहो, फेरि यो फुलसँगको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ मुन्तलाको है, यो चाहिँ मुन्तलाको फुल हो, कति धेरै फुलेको छ हेर्नु न। अनि तपाईँहरू भन्नुहुन्छ नि हाम्रो घरको छतको बोट बिरुवा कति खुसी छन् त हामीसँग, हेर्नु त कति मजाले फुलेका छन्।
काँक्रोकै कुरा गर्ने भने टुकु टुरु टुकु 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 कति फैलाएको नि, तर यो सब मसँग रिलेटेड चाहिँ होइन क्या। म त जान्छु छतमा अनि यिनीहरूसँग कुरा गर्छु होइन, तर यसमा चाहिँ मेरो ड्याडी मम्मीको मेहनत छ क्या। यति मजाले फलाउनुहुन्छ नि, कुरै छोडिदिनु। प्याज धनिया टमाटर काँक्रो बोडी तिते करेला घिरमला फुलहरू के चाहिँ छैन क्या। एउटा सानो ठाउँमा पनि सबै कुराले परिपूर्ण गरिदिनुहुन्छ क्या। कति माया गर्नुहुन्छ क्या हाम्रो ड्याडी मम्मीले। चाहे त्यो आफ्नो बालबच्चालाई नै किन नहोस्, चाहे त्यो बोट बिरुवालाई नै किन नहोस्। आजको लागि चाहिँ यति नै भिडियो साथीहरू, बाई बाई। तपाईँहरूलाई कस्तो लाग्यो त थाहा छैन है, तर यो मेरो ड्याडी मम्मीको मेहनत माया हो। अनि मेरो चाहिँ यो भोइस ओभर हो, खासै राम्रोसँग बोल्न आउँदैन। बाई बाई।